हेलो एभ्रिवान, नमस्ते सबैजनालाई। म चाहिँ अनुप्रिया नेपालगञ्जदेखि। अनि दिउँसोतिर नुहाइधुवाइ गरेर यसो लोसन सोसन घस्नतिर लागेँ। लोसन सोसन घस्ने अब बिहानै नुहाउने अझै जाडो लाग्छ कि, त्यही भएर दिउँसो अझै नुहाउने हो। त्यसपछि अब गर्मी भएपछि बिहान नुहाउने होला नि। अनि भोक लागेपछि मैले 2टा चाउचाउ लिएर आएँ। अनि त्यसलाई उमाल्न हालेँ। हेर्नु साथीहरू, उमाल्न। अनि उमालेर उरेर ट्याक्क त्यो 20 रुपियाँ पर्ने गजब चाउचाउ गजबकै हुँदो रहेछ। जे होस्, मैले प्रायः जस्तो चाउचाउ खान्न, कहिले काहीँ यसो भोक लागे पनि खान्छु कि। त्यसलाई अनि त्यसलाई छान्नीमा हालेर ट्याक्क, अनि त्यसलाई प्याज स्याज कान्द्राङ गुन्द्रुङ हालेर यो भिडियो बनाउने चक्करमा पनि हेर्नुहोस् कहिले के गर्ने पर्छ क्या। त्यही भएर कहिले के गरेको भिडियो बनाउनु पर्यो हेर्नु, कहिले के गरेको भिडियो बनाउनु पर्यो। मलाई चाहिँ त्यति धेरै त छैन, अझै पनि कोसिस गरिरहेको छु। हजुरहरूले सल्लाह सुझाव चाहिँ दिनु होला है, अनि फलो पनि गरिदिनु होला। अनि मेरो अझै कम छन्, अझै फलोवर्स भर्खर हुँदैछन्, त्यही भएर सहयोग गरिदिनु होला। अनि पर्याक पुरुक पारेपछि त गजबको भएछ। हेर्नुहोस् यतिको। अनि एउटा चिसो त निकाल्नै पर्यो। चिसो हाली गिलासमा चिसो र चाउचाउ मिलाएर खानलाई। अब छोरोले नि खान्न भन्यो हेर्नु, बुढोले झन् चाउचाउ चाहिँ नखाने। अब के गर्ने, त्यही एक्लै बसेर गम खाने पर्यो। खाएँ हेर्नु साथीहरू। अनि त्यो होटल गरेर एउटा कुरा चाहिँ फाइदा भयो है मलाई। खान मन लागेको चिज चाहिँ तुरुन्तै हुन्छ के। पैसा कमाउने भने त यस्तै हो। फेरि अर्को भिडियो